गायक एवं अभिनेता प्रशान्त तामाङको 42 वर्षको उमेरमा निधन भएको छ। हृदयघात भएर नयाँ दिल्लीको द्वारिका स्थित एक अस्पतालमा पुर्याउँदा अस्पतालले तामाङलाई मृत घोषणा गरेको हो। अरुणाचल प्रदेशमा भर्खरै एउटा कार्यक्रम सकेर राजधानी फर्के लगतै उनको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। निधन अघि तामाङलाई कुनै पनि गम्भीर स्वास्थ्य समस्या वा असहजता देखिएको थिएन। सानै उमेरमा पिता गुमाएपछि परिवारको जिम्मेवारी सम्हाल्न उनले कोलकाता प्रहरीमा कन्स्टेबलका रूपमा सेवा थालेका थिए र प्रहरी ब्यान्ड अर्थात् आर्केस्ट्रामा गीत गाउँथे। सन् 2007मा इन्डियन आइडल सिजन 3मा अडिसन दिएपछि उनको जीवनले नयाँ मोड लियो। अन्ततः प्रतियोगिता जित्दै उनले संसार, भारत लगायत विश्वभरमा रहेका संगीत प्रेमी दर्शकमाझ परिचित हुन पुगे। इन्डियन आइडल जितिसकेपछि उनको विजय गोर्खा तथा नेपाली भाषी समुदायका लागि गर्वको विषय बन्यो। थुप्रै समुदायले उनको विजय उत्सव बनाएको थियो। इन्डियन आइडल पछि उनले थुप्रै एल्बमहरू समेत सार्वजनिक गरेका छन्। संगीतसँगै उनले अभिनयमा समेत करियर थाले। उनी अभिनीत नेपाली चलचित्र गोर्खा पल्टनलाई दर्शकले निकै रुचाएको थियो। पछिल्लो समय भारतीय वेब सिरिज पताल लोक सिजन 2मा समेत अभिनय गरेका उनले सलमान खानको फिल्म ब्याटल अफ गलवानमा समेत अभिनय गरेका थिए। सलमान खानको फिल्म ब्याटल अफ गलवानबाट बलिउडमा डेब्यू गरेका प्रशान्त तामाङ सोही फिल्मको छायाङ्कन सकाएर उनी आराम समेत गरिरहेका थिए। त्यसो त फुर्सदमा मात्र होइन, फुर्सद मिलाएरै उनी दिल्ली स्थित आफ्नै घरमा बस्ने गरेका थिए, खास गरी छोरीको हेरचाहका लागि। 3 वर्षकी छोरीसँग उनी बाँकी समय खेलेर बिताउँथे। श्रीमती एयर होस्टेज भएको कारण घरमा रहेर छोरीको रेखदेख गर्ने जिम्मा पनि उनकै थियो। कलाकार एवं निर्माता राजेश खतानीका अनुसार उनी छोरीलाई हमेसी छाड्दैनथे। यसबीचमा अनगिन्ती कार्यक्रमको अफर आए पनि उनले अस्वीकार गर्दै बसेका थिए, आफ्नै छोरीकै लागि। छोरीप्रति यति विघ्न लगाव हुनुको कारण पनि छ। घतानीले भने उनले छोरीमा आमाको प्रतिबिम्ब देख्छु भन्थ्यो। कोरोनाको बेला आमासँग वियोग उनको जीवनकै सबैभन्दा ठूलो पछुतो थियो। त्यति बेला उनी दिल्लीमै थिए। कोरोना व्याधिपछि सर्वत्र ठप्प थियो। यता दार्जिलिङमा आमा बितिन् कोरोनाले नै गर्दा। प्रशान्तले आमालाई अन्तिम अवस्थामा समेत भेट्न पाएनन्, जबकि उनी परिवारका एकमात्र छोरा थिए। परिवारप्रति त्यस्तो लगाव राख्ने र करियरका लागि पनि उत्तिकै सचेत थिए राजेश खतानी भन्छन्। तर प्रशान्तको जीवन धेरै लामो रहेनछ। दिल्लीमा छोरीसँगै बसिरहेका प्रशान्तको कार्डियक अरेस्टका कारण निधन भएको उनले बताएका छन्। प्रशान्त तामाङले चर्चित भारतीय गायन रियालिटी शो इन्डियन आइडल सिजन 3 जितेर दक्षिण एसियाली संगीत क्षेत्रमा विशेष पहिचान बनाएका छन्। दार्जिलिङमा जन्मिएका तामाङ साधारण परिवारबाट आएका हुन्। गायन क्षेत्रमा प्रवेश गर्नु अघि उनी कोलकाताको प्रहरी सेवामा कार्यरत थिए, जहाँ सुरक्षाको जिम्मेवारी र संगीतप्रतिको मोहलाई सँगसँगै उसले अगाडि बढाएका थिए। इन्डियन आइडलमा उनको यात्रा सजिलो थिएन। साधारण पहिरन, सादा स्वभाव र भावनात्मक गायन शैलीका कारण उनी छिट्टै दर्शकको मन जित्न सफल भए। उनको आवाजमा रहेको आत्मीयता, लोकभाव र भावप्रवण प्रस्तुतिले निर्णायक मात्र होइन, करोडौं दर्शकलाई प्रभावित गर्यो। अन्ततः 2007मा उनले उपाधि जितेपछि नेपाली भाषी समुदायमा समेत व्यापक उत्साहको माहौल बन्यो। यो जित केवल व्यक्तिगत सफलतामा मात्र थिएन, नेपाली पहिचान र प्रतिभाको अन्तर्राष्ट्रिय स्वीकारोक्ति पनि थियो। उपाधि जितेपछि प्रशान्त तामाङले हिन्दी, नेपाली र अन्य भाषाका गीतहरू गाए। उनले चलचित्रका लागि पनि पार्श्व गायन गरे र विभिन्न सांगीतिक कार्यक्रम मार्फत दर्शकसँग निरन्तर जोडिँदै आए। पछिल्लो समय भने उनी गायनभन्दा फिल्ममा बढी सक्रिय थिए। गायक प्रशान्त तामाङले नेपाली फिल्म परदेशी, गोर्खा पल्टन लगायतका काम गरेका छन्। पछिल्लो समय उनले बलिउड ओटिडीमा पनि कदम चालेका थिए। अमेजन प्राइमको पाताल लोक सिजन 2 2025मा उनले स्नाइपर ड्यानियल लेजो अर्थात् भिलेनको शक्तिशाली भूमिका निर्वाह गरे, जसको प्रशंसा व्यापक भएको थियो। प्रशान्तले सन् 2011मा पूर्व एयर होस्टेज मार्था एलीसँग विवाह गरेका थिए र सन् 2022मा छोरी आर्याको जन्म भएपछि परिवारमा खुसी साथ जीवन बिताइरहेका थिए। दुर्भाग्यवश जनवरी 11, 2026 अर्थात् पुस 26, 2082 आइतबारका दिन आफ्नै निवासमा
मात्र 42 वर्षको उमेरमा असामयिक निधन भयो। उनको यो प्रस्थानले नेपाली भाषी संगीत तथा चलचित्र जगतमा ठूलो शोक उत्पन्न गरेको छ। उनले नेपाली पहिचान र गोर्खा गौरवलाई विश्व मञ्चमा चिनाउन महत्वपूर्ण योगदान समेत दिएका थिए। उनको सम्झना सधैँ अमर रहिरहनेछ। जब उनी इन्डियन आइडलको मञ्चमा उभिए, विश्वभरिका नेपाली भाषीलाई एउटै धड्कनमा बाँध्यो। उपस्थितिले भारत, नेपाल, भुटान, बंगलादेशदेखि विश्वभर छरिएर रहेका नेपाली र भारतीय समुदायलाई एकै ठाउँमा उभ्यायो। त्यो एकदमै भावनात्मक माहौल थियो। प्रतियोगिता केवल गायनको प्रतिस्पर्धा रहेन, पहिचान, स्वाभिमान र अपनत्वको उत्सव थियो। प्रशान्त तामाङको सादगी, शालीन व्यवहार र आत्मीय मुस्कानले दर्शकलाई आफू जस्तै महसुस गरायो। जब उनी गीत गाइरहन्थे, भाषाको भिन्नता हराउँथ्यो, राष्ट्रिय सीमाहरू मौन बन्थे, केवल स्वर र भाव बाँकी रहन्थ्यो। यही कारण उनका प्रस्तुतिहरू भारतका शहरदेखि नेपाली पहाडसम्म र विश्वभर सुनिन थालिए। उनको समर्थनमा भारतका विभिन्न राज्य, नेपाल र विश्वका नेपाली समुदाय र भारतीय समुदायबाट अभूतपूर्व रूपमा मतदान भयो। यसले देखायो कि सांगीतिक भावना साझा हुँदा भूगोल गौण हुन्छ। मिडियाले पनि यसलाई केवल प्रतियोगिता नभई सांस्कृतिक एकताको घटना मानेर चित्रित गर्यो। स्टुडियो बाहिर दर्शक श्रोताहरू भावुक हुन्थे, आँसु र गर्व सँगै देखिन्थ्यो। तपाईं अहिले हेर्दै हुनुहुन्छ कलर अफ नेपाल। 24 घण्टा ताजा खबरका लागि हामीलाई सब्स्क्राइब गर्न नभुल्नुहोला।